First year go. Go na छिटो. यहाँ 15 रुपये ब्याज दो and health promotion बाटा हामी ल्याब र जनरल मेडिसिन का विद्यार्थीहरूले केही ज्ञानमूलक सामानहरू या चीजहरू बनाएर हजुरहरूलाई ज्ञान दिनलाई हामीले केही चीजहरू बनाएका छौं। आवाज चाहिँ राम्रो आयो माइक ठीक छ। यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा यस विनायक कलेज अफ हेल्थ साइन्सको तथा यस कार्यक्रमको सभापति आदरणीय श्री खगेन्द्र अधिकारी सरलाई आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। ल्याबको छ सो यस्ता इभेन्ट्सहरू विनायकको प्राङ्गणमा अब कन्टिन्यू हुनेवाला छ र यो एक्जिबिसनबाट दुईवटा फाइदा छ। जुन थ्योरिटिकल्ली जुन तपाईहरुले क्लासमा पढ्नुहुन्छ र त्यसलाई चाहिँ अब प्र्याक्टिकली इम्प्लिमेन्ट गर्ने कुरा हो यो र सिटिबिटीको नियम अनुसार या सिटिबिटी कोर्समा जे छ जुन प्र्याक्टिकली गर्नुपर्ने कुराहरू छ हामीले विनायक कलेजले त्यो कुरालाई एकदम प्रायोरिटाइज गरेर चाहिँ अघि बढाउने क्रममा छौँ र यो एक्जिबिसनबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरू जो क्लासमा बोल्दैनन् उनीहरूबाट आज एन्सरको अपेक्षा गर्दछु म र अस्तिको एक्जिबिसनमा आई वाज सक हैन जो विद्यार्थी बोल्दै नबोल्ने विद्यार्थीहरूले यति बोले हैन एक्सप्लेन अल सबै कुराहरू एक्सप्लेन गरे के र आज म एचएको त आई डोन्ट नो है क्लास लिएछ एचएको ल्याबको त मेरो आफ्नै विद्यार्थी मैले आफ्नै क्लास लिन्छु फार्मेसीको पनि लिन्थेँ र आज म चाहन्छु सब विद्यार्थीहरूले आफ्नो अगाडि भएको मोडलको बारेमा खुलेर एक्सप्लेन गरोस् र यसबाट दुईवटा फाइदा के छ भन्दाखेरि अघि मैले भने तपाईहरुले चाहिँ जुन थ्योरिटिकली पढेको ज्ञानलाई चाहिँ प्र्याक्टिकली उतार्ने कुरा हो र भोलिपर्सि 3 इयर्स आफ्टर 3 इयर्स धन्यवाद कार्यक्रम सञ्चालन गर्ने बहिनीहरू। मैले अलि आत्य जस्तो गरेको छ आत्य नै पर्दैन सब ठिक छ साथीहरू हो सबै सब म्याडम हुन्छ डराउनु पर्दैन। आजको यस कार्यक्रममा उपस्थित एकाडेमिक डाइरेक्टर प्रिन्सिपल प्रशासन प्रमुखज्यू
कोअर्डिनेटर सर म्याडमहरू, अन्य सम्पूर्ण विनायकको व्यवस्थापनमा रहनुभएका आदरणीय सर म्याडमहरू, विद्यार्थी भाइ बहिनीहरू, अब वास्तवमा हामीले यो एक्जिबिसन गर्ने कुरा अस्ति फार्मेसी सेकेन्ड इयर कि थर्ड इयर सेकेन्ड इयर फार्मेसी सेकेन्ड इयरले गर्यो, राम्रो एक्जिबिसन गरेको थियो। त्यसपछि हामीलाई के कुरामा अलिकति फिलिङ भयो भने यो एक्जिबिसनले त बच्चाहरूलाई अलि ज्ञान पनि हुने रहेछ, उनीहरूले सैद्धान्तिक हिसाबले सिकेको कुरालाई व्यवहारमा उतार्न पनि सजिलो हुँदो रहेछ। फेरि एक्जिबिसनहरू गरौँ भन्ने खालको कुरा प्रिन्सिपल सर यादव सर लगायत हामी सबैले सल्लाह गऱ्यौँ। त्यस पछाडि अरू फ्याकल्टीको भाइ बहिनीहरूलाई पनि एक्जिबिसन गर्नलाई हामीले अनुरोध गऱ्यौँ र म हेरिरहेको छु असाध्यै राम्रो मेहनत गरिरहेको छ 2-4 दिनदेखि। त्यस कारण यो एक्जिबिसनमा प्रयत्न गर्नुहुने, गाइड गर्नुहुने गोरख सर लगायत सरहरूले जसरी गाइड गर्नुभएको छ सर म्याडमहरू सबैलाई म एकदमै धन्यवाद भन्छु र विद्यार्थी भाइ बहिनीहरूले पनि जुन मेहनत गरेको छ म एकदम धन्यवाद भन्न चाहन्छु। वास्तवमा हाम्रो